गुड मर्निङ। आज 2082 सालको दसैँ टिकाको सायद यानि कि यो भिडियो चाहिँ मैले बनाएको 2079 सालमा सँगै फ्यामिलीसित दसैँ मनाउने मौका मिलेको थियो। त्यही भएर यो भिडियो मैले आज नै एडिट गरिरहेको। 2082 साल साउन 8 गते मेरो प्यारी बुढी स्वर्गवास भएकी छिन्। तिनको सम्झनामा मैले एउटा भिडियो आज यो भिडियोलाई चाहिँ एडिट गरेर राख्न खोजेको। हाम्रो दसैँ मनाउने त्यतिखेर 2079 मा त्यति थियो अन्तिम दसैँ मनाउने। बाँकी दसैँहरू सबै परदेशमै बित्यो अहिलेसम्म। अहिलेको दसैँ पनि परदेशमै मान्नु पर्यो, किनकि दसैँको टाइममा मेरो घरदेखि फर्किने टाइम भयो। के गर्ने, यस्तै छ। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट गरिदिनु होला। ह्यापी दसैँ 2082 सालको सबैलाई धेरै धेरै मिठो मिठो सम्झना छ।